नमस्कार साथीहरू। आज म यहाँहरूलाई जापानिज सानो बच्चा जुन चिडियाखानामा रहेको बाँदरको बारेमा केही कुरा भन्न गइराखेको छु। अवश्य पनि यो भिडियोहरू यो सामाजिक सञ्जालमा पक्कै पनि देख्नुभयो होला। आज म त्यही जापानिज सानो मङ्कीको बारेमा भन्न गइराखेको छु। यो सानो मङ्की जसको आमा बितेको थियो र चिडियाखानामा लगेर राखियो। त्यसपछि कुनै एउटा व्यक्तिले चिडियाखानामा गएर त्यही सानो बच्चालाई एउटा टोय गिफ्ट दिन्छ। त्यो गिफ्टले यो संसारलाई भनौँ न यो भिडियोले संसारलाई चिनायो त्यो बाँदरलाई, सानो बच्चाको बाँदरलाई। पक्कै पनि यो भिडियो हेरेर यहाँहरूले थाहा पाइसक्नुभएको छ, हेरिराख्नुभएको छ। यो भिडियो निकै नै भावुक छ किनकि जुन आमाको ममतामै काखबाट छुटिएर अहिले यो टोयलाई आफ्नो आमा सम्झेर यसरी माया गरिरहेछ यो सानो बाँदरको बच्चाले। छोडे छैन है, यो सुत्दाखेरि उठ्दाखेरि अब कुनै पनि बेला साथमा राखिरहेछ किनकि यो जति पनि बाँदरको बथान छ तर तिनीहरूसँग खासै घुलमिल हुन सकिराखेको छैन किनकि यो नौलो हो, नयाँ राखिएको हो चिडियाखानामा। त्यही भएर बिस्तारै घुलमिल हुँदैछ। हुन त सामाजिक सञ्जालमा अहिले यो जुन पञ्च नाम गरेको बाँदर हो त्यो बिस्तारै घुलमिल हुँदैछ। यो साथीहरूसँग यो देखिराख्नु भएको छ। यसरी यो टोयलाई आफ्नो आमा सम्झेर निकै नै भावुक दृश्य देख्न सक्नुहुन्छ। त्यही भएर जति पनि यो भिडियो हेर्दै हुनुहुन्छ भने सेयर गर्नुहोस् र आफ्नो आमा समान मानेर यो टोयलाई विशेष त यो जसले दिनुभयो उहाँहरूलाई धेरै धेरै धन्यवाद छ। यो भिडियोलाई सक्दो सेयर गर्नुहोला र लाइक कमेन्ट गर्नुहोला। कस्तो लाग्यो भिडियो अवश्य पनि